everyone, welcome back to my channel guys. अनि अहिले चाहिँ म किचनमा सबै काम भ्याइसकेको छु। मैले आज के पकाएको छु, के चटनीहरू, के सब्जीहरू भनेर तपाईलाई देखाउन गइरहेको छु है। सो यो चाहिँ मेरो प्यारो किचन। सो सबैजनालाई थाहा छ जतिजना मेरो भिडियो हेर्नुहुन्छ हैन। सो आज मैले धेरै काइन्ड अफ भेराइटी बनाएको छु। त्यो चाहिँ के हो भनेर तपाईलाई देखाउँछु ल। सो पहिलो चाहिँ मैले यहाँ चिकन मजाको एकदम मजाको फ्राई, एकदम सुक्खा फ्राई बनाइरहेको छु। हेर्न सक्नुहुन्छ खुर्सानी हालिकन हैन मजाले। सो यहाँ चाहिँ मैले फेरि चटनी बनाएको छु। यो चाहिँ मेरो एकदम फेभरेट चटनी हो साथीहरु हैन। यस्तो दामी मैले मणिपुरी चटनी। यहाँ चाहिँ मेरो भात छ। सो यहाँ चाहिँ दुध उमालिरहेको छु। पछि म मेरो साथीहरु मिलेर खान्छौँ भनेर चाहिँ। सो फेरि यहाँ पनि अर्को मेरो साथीले चिकन बनाएको हैन। उसले पनि अर्कै स्टाइलमा बनाउने अरे हो। अन्त मैले यस्तो हैन तिम्रो भिडियो, तिम्रो चिकनलाई म भिडियो बनाउँछु भनेर चाहिँ यसो ट्राई गरौँ भनेर नि त। सो यहाँ चाहिँ तातो पानी बसाइरहेको छु। पानी पनि उम्लिसकेको रहेछ गाइस। यो चाहिँ मेरो दबाई खाने टाइम भइसकेको छ नि त। अनि भात खाइसकेर चाहिँ अलिकति भात खान्छु। यहाँ चाहिँ चिकन मजाकोतिर पनि बनाउँदै रहेछ हैन। अन्त अलिअलि फ्राई रोस्ट गरेको जस्तै बनाउन खोजेको रहेछ। अनि सो गाइस तपाईहरु कतिजनाले खाना खानु भइसक्यो होला, कतिजनाले खानु भएको छैन हैन। सो मैले चाहिँ अब खानु आँटेको छु। सो अहिलेको भिडियो चाहिँ यतिमै राख्छु। तपाईलाई कस्तो लाग्यो प्लिज कमेन्ट्स अनि शेयर गरिदिनुहोस् गाइस। थ्यांक यू फर वाचिङ। यहाँ चाहिँ पानी हालौँ भनेको गरम पानी, दबाई खानु छ पछि भात खाइसकेर हैन। एकदम गरम पानी खाऊँ भनेको यस्तो सर्दी लाग्यो, यस्तो भइरहेछ। अस्ति चाहिँ मैले त सोचेको थिएँ मेरो क्यामेरा किन यस्तो भित्र परेको छ भनेर भने त मासुको रागको परेको रहेछ गाइस। सो यो चाहिँ मेरो साथीले बनाएको मासु हो। छोपेर राखेको छु। कति बिरालोले पुऱ्याइदिन्छ। अस्ति पनि बिरालोले पुरा मासुहरू लगेर हैन कहाँ लगेर खाँदैरहेछ। एकदम पार्टी भइरहेको छ बिरालीको चाहिँ। त्यहाँबाट चाहिँ यो चाप यहाँ मासु चोखै राख्नु पनि गर्छ छु गाइस। सो कतिजना साथीहरू आएको छ, कतिजना आइपुगेको छैन हैन। सो पछि सफा गरौँ भन्यो नि त ग्यास। पानी सब तातो छ, पुरा रेडी छ गाइस। यहाँ चाहिँ सबै रेडी किचन एकदम साफ सफाई राखिरहेको छु।